सबैजनालाई प्रभु येशू क्रिस्टको नाममा जय मसीह। यतिखेर म सोनापुर आसाम सोनापुरमा जाँदैछु र तपाईहरु सबैजना मिलेर मेरो लागि प्रार्थना गरिदिनुस्, किनकि त्यो ठाउँमा प्रभुलाई नचिनेका थुप्रो मान्छेहरू छन् र एउटा सिंगै हिन्दू बस्तीका मान्छेहरूलाई बोलाएर त्यो ठाउँमा प्रचार गर्न थालेका छौं र भोलिको दिन त्यो ठाउँमा परमेश्वरले शक्तिशाली काम गर्नु भएको होस्। तपाईहरु प्रार्थना गरिदिनु होला। र हेर्नुस् न, पानी परेको छ र यसरी म कुइमादेखि अहिले निस्कँदै छु र हाम्रो भाइ सुरज चाहिँ लखिमपुर तेजपुरदेखि उहाँ आउनुहुन्छ। उहाँको लागि पनि तपाईहरु सबैजनाले प्रार्थना गरिदिनु होला। हुन्छ, जय मसीह।